हेलो साथी नमस्ते, हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानल गोर्खावरे ब्लग्समा है। आज सानो भिडियो लिएर हजुरहरू समक्ष उपस्थित भएको छु है। आजसम्म मसँग हुनुहुन्छ नेपाली सङ्गीत जगतको है ख्याति प्राप्त गायक हाम्रो थुदेन सर यहाँ आउनुभएको थियो है। अनि मेरो दोकानमा आएर मैले चिया कफी खाएर चौमिन खाएर मैले बसिराख्नु भएको छ। अनि उहाँको अनुमति लिएर चाहिँ मैले सानो भिडियो बनाइरहेको छु है, तपाईँहरूलाई पनि जानकारी दियो भनेर है। सर हजुरलाई मेरो च्यानलमा स्वागत छ। हजुर धन्यवाद। सन्चै हुनुहुन्छ? एकदम। अच्छा, यहाँ चाहिँ के काम ल्याउनु भएको थियो? यहाँ चाहिँ सिएसडी क्यान्टिन है। हजुर। त्यो अलिकति सामानहरू थियो, मेरो आफ्नो पनि थियो ल्याउनु, अनि मेरो साथी भाइहरू त्यसो घुमघाम पनि हुन्छ भनेर। हजुर हजुर। यहाँको एकदम गरम माहौल है, गरम है, भर्खर पानी परेर रह्यो है। हजुर हजुर। झन् फेरि हप्पा भन्दै लाग्यो। अच्छा अच्छा, तपाईँ घर चाहिँ भन्नु कालिम्पोङ? मेरो कालिम्पोङ। कालिम्पोङ है। सबै साथीहरूलाई कतिजना थाहा हुन्छ, सरको घर चाहिँ कालिम्पोङ है। हामी जब सानो थियो नि सर, जब सानो थियो तपाईँको गानाहरू त्यसलाई धेरै सुन्ने गर्थ्यो, गुनगुनाउने गर्थ्यो है। धेरैजनाले मन पराउनुहुन्थ्यो, तर तपाईँको गाना त एकदम चलेर गएको थियो धेरैलाई। अहिले पनि अब तपाईँको त्यसरी बर्खाको मान्छेले अहिलेसम्म पनि सुन्ने गर्छ है। तपाईँले यो सङ्गीत क्षेत्र चाहिँ कहिलेदेखि सुरु गर्नुभयो? मेरो त अब सबैको भनाइ छ नि। हजुर। सानैदेखिको रुचि थियो भने क्या, मेरो पनि त्यस्तै हो। हजुर, सङ्गीतमा सानैदेखि रुचि थियो। अच्छा। त्यतिकै अब सर्टकटमा भनिदिन्छु म है। हजुर। स्कुलमा स्कुल त्यहाँदेखि चाहिँ एउटा स्टेज एक्सपिरियन्स चाहिँ होइन, फर्स्ट स्टेज चाहिँ मेरो स्कुलबाटै हो। हजुर। म क्लास भनौँ न एउटा ठुलो स्टेज चाहिँ क्लास 9देखि भयो मेन स्टेजमा है। हजुर। अनि एउटा प्लेटफर्मबाट गाउने चाहिँ एउटा क्लास 7देखि नै, 7देखि स्कुल क्लासभित्र क्या एउटा। अच्छा। त्यो हिसाबले प्रोग्राम लगाउँथ्यो है। अहिलेसम्म तपाईँले लगभग कतिवटा गाना चाहिँ कभर गाइसक्नु? अब गाना कति भन्नाले कस्तो छ भने, पहिला म त काठमाडौँमै थिएँ। हजुर हजुर। चलचित्रमा गाउँथेँ। हजुर हजुर। त्यसो गर्दाखेरि अब कतिवटा फिल्ममा एउटा गाना, कतिवटामा 3टा, कतिमा 2टा होइन। त्यसो गर्दा चाहिँ अब चलचित्रको चाहिँ मैले करिब 150वटा चलचित्र मैले गाइसकेको। 150वटा है नेपाली चलचित्रमा मैले गाइसकेको। अन्त फाल्टै एल्बमको छुट्टै छ। हजुर। भन्दा 700देखि बढीसम्म गाना चाहिँ गाइसकेको। तपाईँले 700 भन्नु साथी होइन, 700भन्दा बेसी गाइसक्नु भएको छ है। तपाईँलाई एउटा मोमेन्ट हुन्छ नि सर, अब कुन चाहिँ गानाले चाहिँ तपाईँलाई एकदमै अहिलेसम्म जुन याद दिलाउँछ भन्ने त्यस्तै एउटा केही गाना? होइन, यस्तो भनिन्छ नि अब आफ्नो फ्यामिलीको सबै सदस्यहरू मनपर्छ। हजुर हजुर। त्यो माथि पनि अब हुन्छ, तर पनि अहिले चाहिँ कस्तो छ भन्नाले अब कुनै गीत एउटा चल्यो, त्यही गीतलाई नै अब मान्छेले उयो गर्छ। हजुर हजुर। तर एल्बममा धेरै राम्रो गीतहरू छन्। हजुर। कतिले अब सुनेको छैनन् है, कतिले त्यही अब गीतलाई पनि पछ्याइरहन्छ होइन। हजुर। गर्दा आफ्नै गीत हो, मलाई त अब सबै नै मनपर्छ। हजुर। तपाईँको एउटा सबैभन्दा बेसी गरेको गुनगुनाइरहने चाहिँ हामीले एउटा छ नि, मेरो हजुर झोपडीमा बास छ भने, मेरो दर्शकहरूलाई प्लिज अलिकति एक लाइन सुनाइदिनु सक्नुहुन्छ प्लिज? अघि भनेको चाहिँ सायद म गाउँथेँ होला। अहिले चाहिँ भाइको चाउमिन यस्तो मिठो कि त्यही स्वाद आइरहेछ। हजुर हजुर। र भाइसँग भेट भयो। त्यो क्यामेरामा हुनुहुन्छ भाइको मिसेस। हजुर हजुर, मेरो मिसेसलाई बुहारी नै भन्छु म है, बहिनी बुहारी है। हजुर। अनि खिचिरहनु भएको छ र धेरै गाह्रो भयो मलाई आज त्यो चाउमिनको स्वाद आइरहेछ है। ल भाइको लागि र भाइको सबै भनौँ न साथी फलोवर्स सबैको लागि यो गीत है। मेरो हजुर झोपडीमा बास छ, खोले फाँडो सिस्नो ढेँडो घाँस छ, रङ्गी चङ्गी संसारदेखि टाढा छु, मेरो जीवन यस्तै नै हो, सुखी छु। थ्याङ्क यू। एकदम उयसमा सुनेको जस्तो लाग्यो, मोबाइलमा चाहिँ यसरी फेस्टिभल सुनेको थिएन, एकदम राम्रो लाग्छ है। यस्तो मौका तपाईँलाई भेट्ने एउटा मौका भयो भनौँ न। थ्याङ्क यू। अनि भाइले पनि एउटा चिनिदिनु भयो। हजुर हजुर। चिनेर परिचय भयो। हजुर हजुर। होइन हामी मेरो लाटपन्च हजुर। होइन यस्तो हाम्रो कलाकारहरूलाई अब देखेर बोल्ने चिनाउने त एउटा हाम्रो कर्तव्य पनि भनिन्छ कि आउँदो नानीहरूले पनि चिनेर जाओस्, यस्तो कहिले नमेटेर जाओस् भन्ने कुरो हुन्छ नि। तपाईँले यत्रो नेपाली सङ्गीतलाई अगाडि बढाउनु भएको छ धेरै हो कि भाइहरूको सबैको आशीर्वादमा। हजुर हजुर, आशीर्वाद। अनि धेरै खुसी लाग्यो सर आउनुभयो है, तपाईँलाई एकदम खुसी लाग्यो, परिचय भयो नयाँ है। हजुर हजुर। सबै अब चिन्जान भयो। हजुर। मेरो चाहिँ मिठो चाउमिन पनि खानु पाएँ। मेरो हातको तपाईँलाई चाउमिन मजा लाग्यो। मेरो भाग्य पनि रेसिपी तपाईँलाई एउटा चाउमिन पनि खिलाउनु पाएँ। अनि मेरो साथीहरूलाई के भनिदिनु चाहनुहुन्छ, एक दुई शब्द राखिदिनुहोस् न। म यही भन्न चाहन्छु कि आउँदो नानीहरूलाई त्यो सङ्गीतको बारेमा मेन चाहिँ अब राम्रो गीत सुन्नुहोस् है। हजुर। नेपाली सङ्गीतलाई माया गरिदिनुहोस् है। हजुर। अनि अलिकति आफूले केही गर्छु भनेर कुनै क्षेत्रमा पनि, यो सङ्गीत मात्रै होइन, जुनै क्षेत्रमा आउनु अघि चाहिँ मतलब एउटा क्लासहरू लिनु। हजुर हजुर।
एउटा सबै जरुरी छ। हजुर शिक्षा लिनु जरुरी शिक्षा लिनु जरुरी छ। अलिकति त्योभन्दा शिक्षा लियो है तर सिरियस हुनु पनि जरुरी छ। सिरियस छ आफूले अब गर्छु के भयो त्यसमा अलिक सिरियस भएर कोही बेला कहाँ हुन्छ जिन्दगी हो उताउ चढाउ त हुन्छ हजुर हरेस नहाने नहाने आफ्नो लक्ष्य कहाँ छ त्यहाँ पुग्छु भन्ने चाहिँ एउटा जोस एउटा चाहिँ आउनु पर्छ। हजुर सर हेर्नुहोस् है सरहरू पसिना सर सिलगढीको गर्मी यस्तो छ मैले फेन गरेर सरसँग एकछिन है 2 मिनटको बात गर्ने कोसिस गरेँ। तपाईँलाई के कसो लाग्यो भिडियोलाई लाइक कमेन्ट सेयर गर्नुहोस् होला। अनि सरको तपाईँको मेरो पनि थुप्देन भुटिया भन्ने पेज छ है हजुर त्यसलाई पनि हजुरहरूले मलाई मन पराउनुहुन्छ मेरो गाना मन पराउनुहुन्छ भने त्यसलाई फलो गरिदिनुहोस्। अनि युट्युब च्यानल पनि छ मेरो थुप्देन भुटिया भनेर। हजुर यसमा चाहिँ मेरो युट्युब च्यानल मेरो नक्सा छैन है हजुर त्यसमा चाहिँ एउटा माइक्रोफोनको लोगो नक्सा छ। हजुर त्यसलाई फलो गरिदिनुहोस्। अच्छा सब्सक्राइब गरिदिनुहोस्। हुन्छ हुन्छ ल धन्यवाद हुन्छ हुन्छ।